हेलो नमस्ते वान पिक्स नेपालको आजको एपिसोडको बारेमा तपाईहरुले भिडियोको टाइटल र पोस्टर फ्रेम हेरेर थाहा पाइसक्नु भएको छ। आजको एपिसोडमा कर्मचारी सञ्चय कोषबाट जुन विशेष सापट्टि हुन्छ स्पेशल लोन त्यो लिइसकेपछि हामीले कसरी रिपेमेन्ट गर्नुपर्छ भन्ने बारेमा भिडियो बनाउन गइरहेको छु। ढिलो नगरेर तपाईहरुलाई फटाफट ईपीएफ को एपतिर लैजान्छु। यसमा चाहिँ डिटेलहरु हेर्नुपर्ने हुन्छ। तपाईको डिटेलहरु यसमा राखेर लगइन चाहिँ गर्नु होला। म चाहिँ यो तपाईहरुलाई सबै देखाइदिने छैन। पासवर्ड र तपाईको युजर नेम राखिसकेपछि साइन इन गर्नु होला। यसमा चाहिँ सबै डिटेलहरु चाहिँ मैले हाइड राख्दिने छु। यसमा व्यक्तिगत विवरणहरु छ र तपाईको यूसीआईएन नम्बर र लोन कति छ त्यो हेर्न सक्नुहुन्छ। तपाई कस्तो प्रकारको छ एप्लिकेसन यहाँनेर तपाई चाहिँ लोन पेमेन्ट भन्ने छ। म तपाईहरुलाई देखाइदिन्छु। यहाँनेर यो लोन पेमेन्ट भन्ने छ। यसमा जानु होला। यसमा गइसकेपछि यहाँ खुल्ने छ कुन प्रकारको लोन ल्याउनु भएको छ त्यो लोनको चाहिँ छान्नु होला। म चाहिँ यो विशेष सापट्टि हो स्पेशल लोन वाला छ। यसमा क्लिक गर्छु। यसमा क्लिक गरिसकेपछि तपाईलाई अहिले सम्मको सबै डिटेलहरु यहाँ देखाउने छ हैन। टोटल प्रिन्सिपल म चाहिँ गत वर्षसम्मको ब्याजमा 80 भएको थियो र अहिलेको चाहिँ 80 देखाइरहेको छ यो ब्याज चाहिँ। अनि यो टोटल पेमेन्ट चाहिँ मेरो यति छ 397544.41 छ। अब यो चाहिँ तपाईले यहीँनिरबाट यो प्रोसिड बटनबाट प्रोसिड गरेर पनि तिर्न सक्नुहुन्छ। एकछिन यहीबाट हेरौँ। म चाहिँ कनेक्ट आईपीएसबाट लोएस्ट चार्ज लिन्छ त्योबाट पनि तिर्न सिकाउने छु। अब यहीँबाट सिधै गर्न सक्नुहुन्छ। तपाईसँग कनेक्ट आईपीएस अकाउन्ट छैन भने अब यहाँ प्रोसिड गर्नुस्। प्रोसिडमा क्लिक गरिसकेपछि यहाँ अप्सन देखाउने छ चुज मेथड अफ पेमेन्ट भन्छ। 3 वटा देखाइरहेको छ। क्यूआर पेमेन्ट छ। यसमा तपाईले क्यूआर पेमेन्टमा चाहिँ नेपाल पे को बाट गर्न सक्नुहुन्छ। म चाहिँ जेनेरेट क्यूआर गरेर नेपाल पे बाट गर्न सक्नुहुन्छ। यो गरेन मैले। अनि त्यसपछि अर्को चाहिँ मोबाइल बैंकिङ छ। मोबाइल बैंकिङ चाहिँ तपाईहरुले सबैले चलाइहालिरहेको हुन्छ। हामीले सबैले अब तपाईहरुको बैंकमा कुन बैंकमा चाहिँ पैसा छ त्यो बैंक यसरी छान्नु होला। जसमा ग्लोबल स्मार्ट प्लस छान्यो भने यसरी छानेर टोटल पेमेन्ट कति छ त्यो चाहिँ टोटल लोन अमाउन्ट माथि छ। यही हो टोटल इन्ट्रेस्ट यति छ। अनि यहाँ चाहिँ अमाउन्ट इन्टर गरेर म्याक पेमेन्ट गर्ने बित्तिकै तपाईको अरु पेमेन्ट कन्फिगर हुन्छ। अब अर्को चाहिँ इन्टर बैंकिङ छ। इन्टर बैंकिङमा चाहिँ थोरै छ ग्लोबल स्मार्ट नेपाल इन्भेस्टमेन्ट राष्ट्रिय वाणिज्य र साङ्ग्रिला माटो छ। अब तपाईहरुलाई चाहिँ सबैलाई सजिलो लाग्छ मोबाइल बैंकिङबाटै सजिलो हुन्छ। यहाँ चाहिँ देखाएको छ अब मेरो चाहिँ लगभग 4 लाख तिर्नुपर्ने भएकोले यो चाहिँ अब एक दिनमा मोबाइल बैंकिङ लिमिट मान्छ कि मान्दैन। नमानेको खण्डमा यो 2 दिन र 3 दिन जति दिन लागेर पनि ट्रान्सफर गर्नुपर्ने हुन्छ। मलाई तिर्नुपर्ने छ। अब अहिले चाहिँ सबै हान्दिन्छु। मान्यो भने एकै पटक मानौँ किन झन्झट गरौँ हैन। मानेन भने अब भोलि पर्सि किस्ता गरेर गरौँ। अब त्यो हानेर म्याक पेमेन्टमा क्लिक गर्नुस्। अनि डु यु वान्ट टु म्याक पेमेन्ट भन्छ। यस। अब खै के हो मानिरहेको छैन गो ब्याक भन्छ। ल मैले चाहिँ जम्मा 2 लाख मात्र इन्ट्री गर्दिन्छु। म 2 लाख मात्र इन्ट्री गर्दिन्छु। यसले मानेन। ल अननोन एरर देखाइरहेको छ। अब 2 लाख मात्र गर्दिन्छु। अनि बाँकी चाहिँ भोलि अथवा पर्सि गर्दिन्छु। यस। यो आइसकेपछि तपाईको मोबाइल बैंकिङमा लगइन गर्नुपर्ने हुन्छ। अघि चाहिँ टोटल मान्दैन। मोबाइल बैंकिङमा चाहिँ एक दिनमा 2 लाख भन्दा बढी ट्रान्सफर गर्न दिँदैन। त्यही भएर नमाने हो। उता कनेक्ट आईपीएसमा पनि त्यही भनिरहेछ। अब यहाँ चाहिँ तपाईको मोबाइल नम्बर राखिसकेपछि आउँछ हैन। यहाँ मोबाइल नम्बर राख्दिम। मोबाइल नम्बर म गोप्य राख्दिने छु। मोबाइल नम्बर पासवर्ड तपाईको चाहिँ ग्लोबल स्मार्ट प्लस अथवा त्यो मोबाइल बैंक जुनसुकै बैंक छान्नु भएको छ त्यसमा रजिस्टर भएको मोबाइल बैंकिङको चाहिँ नम्बर राख्नुपर्ने हुन्छ। अनि त्यसको पासवर्ड पनि राख्नुपर्ने हुन्छ। यसरी पासवर्ड राखेर लगइन गर्नु होला। अनर नाउ गरौँ। यो सबै देखाइरहेछ। अनि यो छ। अब यसमा चाहिँ सबै देखाइरहेछ। ट्रान्ज्याक्सन इन्फर्मेसन तपाईहरुको यहाँ देखाइरहेछ। त्योबाट यहाँ चाहिँ अहिलेसम्म चाहिँ 4 चाहिँ काट्या छैन। अनि मैले नेक्स्ट गर्दिन्छु। नेक्स्ट गरिसकेपछि अब सबै विवरणहरु यहाँ हेर्न सक्नुहुन्छ। तपाईले फेरि फर्काएर तपाई डिटेल यहाँ छ। म चाहिँ यो सबै गाइड राख्दिने छु। यसमा चाहिँ कन्फर्म गर्दिन्छु। अनि कन्फर्म गर्दिन्छु। कन्फर्म गरिसकेपछि अब ओटीपी आउँछ तपाईकोमा। ओटीपी आइसक्यो 654 684 6 अङ्कको ओटीपी आउँछ। 654 6
84 को ओटिपी आयो। यहाँबाट कपी गरेर पेस्ट गरिदिँदा पनि हुन्छ। मैले मेसेजलाई चाहिँ तल डाउन गरिदिएँ। अनि यो ओटिपी हानिसकेपछि तपाईँले पे गरिदिनु होला। पे भयो। यो चाहिँ कङ्ग्रेचुलेसन भनिसक्यो। अनि यहाँ चाहिँ थ्याङ्क यू भन्छ हैन। ट्रान्ज्याक्सन डिटेलहरू सबै यहाँ दिएको छ। अब तपाईँले यहाँबाट गो ब्याक गर्न सक्नुहुन्छ। अनि यो इपिएफको उसमा लैजान्छ, यसलाई बन्द गरिदिनु होला। त्यसलाई बन्द गरिदिनु होला। फेरि इपिएफमा लगइन गर्नु होला। अहिले चाहिँ देखाउँदैन, पछि तपाईँले तिर्नुपर्ने टोटल देखाइरहेछ होला। अहिलेसम्म यहाँ अपडेट भएको छैन। अब अपडेट पछि हुन्छ। अब सेकेन्ड ट्रान्ज्याक्सनको लागि पनि ओटिपी आइसकेको छ। पहिलो ट्रान्ज्याक्सनको लागि 2 लाख रुपियाँ तिरिसकेको छु। अब मान्छ कि मान्दैन एक दिनमा। अब एक पटकमा 2 लाखभन्दा बढी चाहिँ ट्रान्सफर गर्न दिँदैन मोबाइलबाट। मैले चाहिँ 1 2 3 कति त्यो ओटिपी बिर्सिसकेँ। फेरि ब्याङ्कबाट आउँछ 124 137 137 यो चाहिँ चाँडै युज गर्नु होला। फेरि त्यो भ्यालिडिटी सक्यो भने यो चाहिँ कङ्ग्रेचुलेसन भन्छ। यहाँ मेसेज आइसक्यो ब्याङ्कबाट तपाईँको डिडक्ट भइसक्यो भनेर। एकै पटक नमान्दो रहेछ। दुई पटकभन्दा बढी चाहिँ गर्नुपर्ने रहेछ यहाँनिर। अब सर्भिस चार्ज चाहिँ काटेको छैन यसमा चाहिँ, तर उता ब्याङ्कमा गएर लगइन गरेपछि सायद काट्छ होला। यसमा ब्याक गरेर अहिले तत्काल चाहिँ अपडेट हुँदैन। मेरो अझै पनि देखाइरहेको छ यहाँ लोन चाहिँ तिर्नुपर्ने। पछि चाहिँ अपडेट हुन्छ। यो टाइम सकिएपछि मेरो मोबाइल ब्याङ्किङमा लगइन गरेर हेर्छु। अब यहाँ सर्भिस चार्ज काट्यो कि काटेन भनेर यहाँ देखाउँछ कि। यो सरकारी पेमेन्टहरूमा एउटा टोटल देखाइन। बायोमेट्रिक्सबाट लगइन गरेँ। यसमा चाहिँ अहिलेसम्म देखाएको छैन।